सिद्धपोखरी गाइज। त्यसपछि अब हामी दरबार कता जाने रे आन्टी? भक्तपुर दरबार स्क्वायर। भक्तपुर दरबार स्क्वायर एकदम हाम्रो हेरिटेज एरिया। त्यो चाहिँ ठुल दिदी पछाडि बिस्तारै हिँड्दै हुनुहुन्छ। दुईटा छाता बोक्न लगाएको गरुङ्गो भएर हाम्रो दिदीलाई बिस्तारै आउनु भयो। त्यही रिस उठेर होला चुरा पनि फुटाइदिनु भयो। हामी जाँदैछौँ। अब पानी पर्ला जस्तो चाहिँ भइरह। पर्यो भने नि केही छैन, छाता छ। अब भक्तपुर गइन्छ। मैले आज सोचेको चाहिँ त्यो के भन्छ रे त्यो के अघि त्यो देखाएको आन्टी के अरे वाचिप के अरे त्यो भित्र बोन मेरो हुने के उसभित्र बोन मेरो हुने हो। त्यो खाने सोचेको थियौँ। त्यो हेरम पाइन्छ पाइँदैन त्यो ठाउँमा सेभ गरेर ल्याएको छ। खतरा सनसेटको भ्यू आइरह। हामी भक्तपुरको गल्लीमा हिँडिरहेको छौँ। जिन्दगीमा फर्स्ट टाइम यो मैले ट्राई गर्दैछु। यो मरी अनि चाहिँ बाडा छ। लुक चाहिँ यसको यसलाई खासै मिठो चाहिँ भन्दिनँ म। पाकेको रहेछ अझै यो मरी मिठै हो। यो उसको चामल मान्छ पकाइदिन्छ नि काममा। यो मरी ठाकै थियो बाह्र आएर अब मेबी त्यो दिदीहरूले हामीले हतार भनेको थियौँ। त्यही भएर छिटो छिटो पकाएर होला मिठो। सप्पु मिचा भन्ने चाहिँ आयो। सप्पु मिचा फर्स्ट ट्राई है त कस्तो हुन्छ। भैँसी खासै बनाउँदो रहेछ। कसैले खान सकेन नि भूमि चाहिँ फाल्दै चुचु जाऊ भक्तपुर एरियामा आएर कडा।